हेलो नमस्कार जय नेपाल। अहिले हामी इजु प्रायद्वीपमा रहेको यो माउन्ट ओमोरोमा छौँ। यो भोल्कानिक पहाड हो। यसमा अब हामी माथि जाँदैछौँ। माथिबाट देखिने खतरा भ्यू हेर्नको लागि हामी आतुर छौँ र लेट्स गो। अहिले जाँदैछौँ होइन, माउन्ट ओमोरोमा 1000 रुपियाँ एकजनाको लाग्दो रहेछ माथिको लिफ्टको। यो लिफ्टमा हामी छौँ अहिले, यस्तो खालको लिफ्टमा होइन, अनि 1000 रुपियाँ लाग्दो रहेछ। अहिले हामी माथि जाँदैछौँ है त। ल यहाँ त कुलमान छिटो आऊ न, छिटो आऊ। यहाँ बत्ती गयो। ए के गरे कुलमान दाई, तिमी पार्टी खोल्न थाल्यौ। यहाँ जापानमा लोड सेडिङ भयो हेर त। ए ल हिँड्यो हिँड्यो हिँड्यो, कुलमानको नाम लिया। कुलमानले त भ्याट्टै पारिदिइहाल्यो नि। ल चट्ट मिसै त्यही देश हो। यसरी चाहिँ पोल्ने है यसलाई, यसरी पोल्ने हो। ओ यसरी ढुङ्गा हालेर है, ढुङ्गा हालेर। ओ आरिगातो। उहु ल ल ओइ ल हेर्नु अब यहाँबाट यो देखेको पुरै समुद्र। ल ल ल ल ल ल ल यता हेरेको फेरि पुरै पहाड। यो तलको यो क्रेटर हो है, यो माउन्टेनको, यो भल्कानोको। अनि यो तलपट्टि तपाईँले देख्न सक्नुहुन्छ। अलिकति म जुम गर्छु है। यो जुन ठाउँ छ यो चाहिँ आर्चरीको लागि चाहिँ युज गर्छ यिनीहरूले होइन, स्पोर्ट्सको लागि, आर्चरी स्पोर्ट्सको लागि यहाँ यस्तो गर्ने गरेको छ। यसमा अरू चाहिँ यहाँ र यस्तो भ्यू हेर्ने हो खास। यसमा वरिपरिको भ्यू तपाईँहरूलाई म देखाउँछु। यस्तो दामी देखिन्छ। यहाँ क्यामेरामा कतिसम्म देखिएको छ मलाई थाहा छैन होइन, तर यहाँ आउनुभयो भने चाहिँ यस्तो बबाल देखिन्छ नि यहाँको भ्यू। दामी छ, दामी दामी, लास्ट दामी छ। अहिले हामी चाहिँ यो माउन्ट ओमोरको यो पुरै भाग, यहाँबाट यो माथिको यो भागबाट सुरु हिँडेर यहाँबाट यसरी हामी यहाँसम्म पुग्छौँ, फेरि अघिको स्टार्टिङ पोइन्टमा। तर अहिले हामी हिँड्दैछौँ है। आज अघि हामीले खाएको, दिनभरि खाएको काब घटाउने भनेर हामी हिँडिरहेछौँ। हाम्रो खन्चुवा पार्टीहरू। अब त्यसमध्येमा सबभन्दा 1 नम्बरमा मै आउँछु खन्चुवा पार्टीमा। अनि दोस्रोमा अङ्कल आउनुहुन्छ होइन। ए पहिलोमा हो। ए राम्रो राम्रो अङ्कल। तर यहाँबाट बल्ल राम्रो हुन्छ सेसन होइन। ल यो अझ फलमा अझ अलिकति अझ केही समय पछि त हेर्नु त कस्तो यहाँ पहेँलो निलो हरियो त्यस्तो देखिन्छ जस्तो कि यहाँ चाहिँ। यो घरहरू हेर्नु क्या दामी कस्तो देखेँ है। कस्तो मौसमै कस्तो सफा के आज हेर्नको लागि राम्रो एकदमै राम्रो। बडा हामी अहिले फर्किँदैछौँ माउन्ट ओमोरोबाट है। फर्किँदै गर्दाको दृश्य हो यो। दामी भ्यू छ। उता उता आइल्यान्डहरू छ, त्यो आइल्यान्डको माथि पनि घरहरू रहेछ होइन, बिल्डिङहरू ठुल्ठुलो दामी दामी छ है। कतिको मान्छे त आउँदैछ नि त हजुर आउँदैछ नि, यहाँ त अहिले टाइमसम्म हुन्छ। जान्दै अस्ति के भयो नभएको अस्ति आउँदाखेरि पानी पर्थ्यो हजुर, अनि यहाँ ठ्याक्क आउँदाखेरि रोकियो, तर पनि हावा एकदम बढी भएको भएर त्यतिखेर चाहिँ हावाले गर्दाखेरि बहुत रमाइलो भइरहेछ। अङ्कल आन्टीलाई ल्याएर घुमाउन आएको हामी चाहिँ होइन, एकदम रमाइलो भइरहेछ। आज हामी चाहिँ यतै चिल हो। अनि आज हामी चिलपारामा होइन, आज हामी चिलपारामा, भोलि मात्र बल्ल फर्किन्छौँ। हजुर चिलपारामा अङ्कल, चिलपारामा। सुन्नु चिल चिल भनेको सुन्नुहुन्छ यार, के हो के हजुर, अरू सुन्न चिल भनेको चाहिँ सुन्नुहुन्छ त फेरि। ओके गाइज, अब हामीहरू माउन्ट ओमोरोको यात्रा सकेर हामी आइसकेका छौँ दोगासीमा केभमा है। दोगासीमा केभमा जाँदैछौँ र त्यसको लागि हामी हिँड्यौँ टिकट लिन। कतिहरू नान्दै 1500 होइन, पर पर्सन 1500 पर्दो रहेछ। नारायण दाई नडराउनुहोस् त यार, नडराउनुहोस्। कति लाउने हो
जाऊ है अब हामी च्यामे टोली ल यो च्यामे टोली हो है यो च्यामे टोली च्याम्स टोली च्याम्स टोली दोगासीमा सी केभ चाहिँ युनेस्को जियो पार्कमा पनि लिस्टेड छ धेरै राम्रो अनुभव भएको छ एकदम बेस्ट प्लेस रहेछ होइन अब यो हेरिटेजमा पनि सार्दो रहेछ त्यो हुँदा चाहिँ यो आएको चाहिँ वर्किङ भयो यो बिचमा रहेको सानो जुन पहाड छ यसलाई राम्रोसँग हेर्नु भयो भने हात्तीको आकारमा छ यो त्यसको लागि एकदम प्रसिद्ध हो यो बोटको टुर चाहिँ कम्प्लिट भएको छ अब हामी झर्दैछौँ ठ्याक्कै ल जाउँ अनि हजुर किन डोना आन्टी होइन म चिसो भएर गइहाल्यो त्यस्तो आउँछ भन्ने थाहा भएन अनि त्यो भनिरहेको थियौँ हामीले लाउनु आउनु भनेर अगाडि होइन क्या हजुर अङ्कल आन्टी हाउ डु यु फिल इट्स अमेजिङ के अरे के नाम रे तोतेमो होइन यो कोस्टको नाम ए दोगासीमा होइन दोगासीमा कोस्ट एकदम अमेजिङ यो सिपमा दोगासीमा चढेपछि केभ निस्किने रहेछ दोगासीमा केभ केभ भनेको केभ भित्र लगेर पनि निकालो त्यो केभ चाहिँ यति ठुलो छ होइन त्यहाँ सिपै छिर्दो रहेछ सानो खालको त्यहाँ पुरै ढुङ्गाले ठ्याक्कै त्यो घर जस्तो बनाएको छ भित्र तिन चारतिर छिर्ने पनि ठाउँ छन् यहाँ चाहिँ सबैतिर पालै पाल रहेछन् यताको केभ हेरेर उता अर्को आइसक्दो पानीले पाल मारेको होइन भनेपछि मुसा धेरै पर्दो होइन नि बुझान सुजुन्द्र सुचन्द्र ल अब आजको यात्रा सकेर हामी लाग्यौँ घरतिर